दर्शकबिन नमस्कार। ओमकार टेलिभिजनको ओमकार विशेषमा तपाईलाई स्वागत छ। म गंगा बराल। हामी समसामयिक राजनीति विषयमा कुराकानी गर्दै आएका छौँ। आजदेखि अथवा हिजोदेखि राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका 8वटा दलले रामचन्द्र पौडेललाई राष्ट्रपतिमा उठाएका छन्। हिजो उम्मेदवार दर्ता भएको छ भने फागुन 13 गते, फागुन 25 गते निर्वाचन हुँदैछ राष्ट्रपतिको लागि। नेकपा एमाले आफ्नै एक्लै प्रयासमा उठाएको छ उम्मेदवार पार्टीका उपाध्यक्ष सुभाष चन्द्र नेमाङलाई। अब राष्ट्रपति को बन्छ भन्ने विषयमा छलफल र बहस चलिरहेको छ। आजको कार्यक्रमको यो खण्डमा हामी राजनीति विषय उठाउँछौँ। हामीसँग नेकपा एमालेका युवा नेता बीपी ढकाल हुनुहुन्छ। उहाँ काठमाडौँको क्षेत्र नम्बर 7 निवासी हुनुहुन्छ। उहाँ पार्टीमा लामो समयदेखि सक्रिय रहनुभएको छ भने उहाँ पार्टीको 7 नम्बर क्षेत्रको ख प्रदेशको सचिव समेत हुनुहुन्छ। तर उहाँले पार्टीको नभएर यो जुन देशको जनताको निर्वाचन भयो, प्रतिसभा र प्रदेश सभा निर्वाचनपछि उहाँले पार्टी पुनर्गठन गरौँ, नयाँ ढङ्गले जाउँ भनेर राजीनामा दिनुभएको थियो। राजीनामा स्वीकृत भएको छैन उहाँसँग। अब एमाले कसरी अघि बढाउँछ, समग्रमा तपाईँको हिजोको निर्वाचनको भूमिका के रह्यो, अनि अब राष्ट्रिय राजनीति के होला? तपाईँहरू जस्तो पार्टीका युवा नेताहरू हुनुहुन्छ, बोल्नुहुन्छ, तर तपाईँको आवाज सुनिन्छ सुनिँदैन, त्यो पनि विषयमा आज हामी कार्यक्रमको यो खण्डमा कुराकानी गर्छौँ। उहाँले जिम्मा लिनुभएको क्षेत्र जो प्रदेश सभा थियो त्यसबाट उहाँले आफ्नो उम्मेदवारलाई जिताउनु भयो, त्यसको लागि पनि उहाँलाई बधाई छ। हामी यी र यस्तै विषयमा केन्द्रित भएर कुराकानी गर्छौँ। राजनीतिक अस्थिरता बढिरह्यो भनेर मानिसले चिन्ता व्यक्त गरेका छन्। यसको अर्थ यो पनि हो कि आफू अनुकूल भयो भने स्थिरता हुने र आफ्नो प्रतिकूल भयो भने अस्थिरता हुने यो राजनीतिमा स्वाभाविक हो र पुरानी परम्परा हो। सबै नेताले त्यही भन्दै आएका छन्। हिजोदेखि नेपाली कांग्रेसका नेताहरूले के भनेका छन् भने राजनीतिक स्थिरता सुरु भयो, तर त्यही दिनदेखि एमाले राजनीतिक अस्थिरता सुरु भयो भनेको छ। अब स्थिरता के हुँदा हुन्छ, अस्थिरता के हुँदा हुन्छ, उहाँसँग पनि त्यो बुझाइ उहाँको के छ त्यो विषय उठाउँछौँ। तपाईँलाई कार्यक्रममा स्वागत छ। नमस्कार। नमस्कार, धन्यवाद। आराम हुनुहुन्छ? आराम। अब समग्रमा तपाईँको राजीनामा विषय उठाएँ। तपाईँले पाइरहेको सचिवबाट राजीनामा दिनुभयो, प्रदेश सचिव होइन? हजुर। दिएकै हो जिस्काको पार्टीलाई? जिस्काको होइन, धेरै जिस्काउने चलन छ नि त। होइन, त्यो बीपी ढकालको सिद्धान्त फरक छ। त्यो जिस्काउने होइन कि केही गरौँ भन्ने सोचले आएको युवा भएको कारणले त्यो दिएकै हो। किन दिएको राजीनामा चाहिँ? अब राजीनामा चाहिँ अब जुन तरिकाले अलिकति ओडादेखि जुन तरिकाले आफ्नै पार्टीका साथीहरूलाई असहयोग गर्ने परम्परा जुन ऊ भयो, त्यसलाई अलिकति सक्रियता कम भयो कि भनेर अलिकति पुनर्गठन गरौँ कि भन्ने हिसाबले। अब अरूलाई राजीनामा माग्दाखेरि आफू चाहिँ पदमा बस्ने, अरूको मात्रै राजीनामा माग्ने भन्ने हुन्छ। पहिला आफैबाट सुरुवात हो। जे कुरा पनि म आफैबाट सुरुवात गरौँ भन्ने पछिको भएको भएर म आफैबाट सुरुवात गरेँ। तपाईँको राजीनामा स्वीकृत भएन होइन? त्यो भएको छैन। तपाईँलाई जिम्मा चाहिँ जुन संयोजकको जिम्मा दिएको छ प्रदेशको, प्रकाश श्रेष्ठ उम्मेदवार हुँदा होइन? हजुर हजुर। उहाँले जित्नुभयो? त्यो चाहिँ मैले दिनरात नभनिकन लागेर जसरी हुन्छ उहाँको आफ्नो 5 वर्ष कार्यकालमा, अघिल्लो 5 वर्ष कार्यकालमा गरेको योगदान, गरेको काम र मेरो मेहनतले उहाँलाई म निर्वाचन परिचालन कमिटीको संयोजक 7-2 खको संयोजक भएर चुनाव हाँकिरहँदा, संयोजक भनेको एउटा कस्तो हुँदो रहेछ भने फुटबलको कोच भने जस्तै क्या। उम्मेदवारलाई कसरी परिचालन गर्ने, कसरी कस्तो सेफ ल्यान्डिङ गराउने, ती सबै जिम्मेवारी मैले सफलतापूर्वक पुरा गरेर उहाँलाई जिताएर छोडेँ। उहाँले यसअगाडि पनि 5 वर्ष आफ्नो भूमिका खेल्नुभयो। त्यति बेला चाहिँ गरेका राम्रा काम के हो? यति बेला गठबन्धन थियो, त्यति बेला अब सबै पार्टीहरू एकातिर थिए। एमाले पनि अरू पार्टीसँग तालमेल गरेका थियो, वैध अवैध रूपमा होइन, साँठगाँठ जे भए पनि। उहाँले यसअगाडि गरेका राम्रा काम चाहिँ 1-2 वटा भनिदिनु न। यस्तो चाहिँ हो, तपाईँको हाम्रो 7 नम्बरमा कुनै पार्टीसँग तालमेल थिएन होइन, वैध अवैध केही पनि थिएन होइन, देशभरि पनि तालमेल थिएन। त्यो कुनै कुनै ठाउँमा मात्रै मौखिक सम्झौता जस्तै 1-2 ठाउँमा मात्रै तालमेल थियो पार्टीको। त्यसले गर्दाखेरि समग्रमा तालमेल होइन, त्यो समझदारी ऊ मात्रै हो होइन। जे भने तेरो भोट मलाई दे, मेरो भोट तँलाई दिन्छु, तालमेल हो। त्यो 2-4 शब्द भाषा परिभाषा जे भए पनि कुरा त्यही हो। 2-4 सिटमा मात्रै हो त्यस्तो थियो। तर हाम्रो 7 नम्बर क्षेत्रमा चाहिँ तपाईँको प्रकाश श्रेष्ठ चाहिँ युवा नेता होइन, उहाँ चाहिँ जनतासँग एकदम भिड्न सक्ने, जनतालाई आफ्नो पार्टीका कार्यकर्ता मात्रैलाई नभन्ने कि कुन ठाउँमा के को आवश्यकता छ। 5 वर्षमा उहाँले के गर्नुभएछ भने म पुरै अब संयोजक भएर हिँड्दाखेरि पुरै उहाँले चाहिँ
आफ्नै पार्टीको कार्यकर्ता आफ्नै पार्टीका जनता भन्ने छुट्याउनु भएन। उहाँले जहाँ जेको आवश्यकता छ त्यसको लागि तुरुन्त पहल गरिदिने, तुरुन्त बजेटको व्यवस्था गरिदिने गर्नुभयो। कयौँ ठाउँमा त तपाईँको अब चुनावमा जाँदाखेरि विपक्षीहरू नि हुन्छन्, उनीहरूले त तपाईँले 5 वर्षमा के गर्नुभयो त भन्ने प्रश्न नि आए। ती प्रश्न आउँदाखेरि प्रकाश रेड्डीले उल्टो प्रति प्रश्न गर्नुभयो, फलानु ठाउँमा मैले यति हालिदिएँ होइन, त्यो किन फ्रिज गराएर पठाउनु भयो? तपाईँहरू लडेर तपाईँहरू नमिलेर उल्टो फ्रिज गराएर पठाउने, मैले फलाना ठाउँमा यति हालिदिएँ होइन प्रदेशसभाबाट भन्ने उहाँको त्यो भावना र जनतासँग जतिखेर नि जनताको घर दैलोमा पुग्ने, जनतासँग घुलमिल हुने, जनताको के छ समस्या बुझिदिने कारणले नै उहाँलाई यो सबै गठबन्धन लाग्दा पनि उहाँले जित हासिल गर्नु। अब काठमाडौँमा रहेका 10वटा क्षेत्रमध्ये जम्मा काठमाडौँमा जित्यो एमाले। उहाँ तपाईँले त धेरै भन्नुभएको थिएन, तपाईँको पार्टीका नेताहरूले देशैभर जित्छु विश्व जित्छु भन्थे, त्यो अनुसार आउनु सकेन। काठमाडौँमा मत कम आउनु अथवा एउटामा क्षेत्र जित्नुको कारण के हुनसक्छ? अब एउटा के छ भने काठमाडौँमा मत कम आउनु, एउटा मात्रै क्षेत्र जित्नु, एउटा के छ भने काठमाडौँमा लगभग एमाले काङ्ग्रेस हाराहारीमै छन् जनताहरू, भोटरहरू। तपाईँ जिल्ला सदस्य पनि कायम छ कायम छ, त्यही भएकाले जिल्ला। त्यसले गर्दाखेरि हामी काठमाडौँमा जुन तरिकाले चुनावमा गयौँ, हामी सिङ्गल एक्लै गयौँ। हामीसँग पहिला कुरा अलिकति हामी राप्रपासँग तालमेल गर्ने कि भन्ने कुरा काठमाडौँमा नै चलेको थियो। राप्रपासँग तालमेल मात्रै हुँदा भएको भए दुईटा पार्टीको मिल्दाखेरि हामी 10वटै सिट जित्ने रहेछौँ, तर केही कारणले मिलेन। हामी काठमाडौँमा एक्लै गयौँ र अब विपक्षीहरू पान्दल पूर्ण रूपमा लागे। त्यहाँ माथि त्यति मात्रै नभएर तपाईँको कयौँ ठाउँहरूमा काठमाडौँमा देखियो आफूले नजित्ने ठाउँहरूमा, आफ्ना उम्मेदवार नभएको ठाउँहरूमा काङ्ग्रेसले स्वतन्त्रलाई पनि गठबन्धनले सघाएको देखियो। त्यस्तो स्थिति पनि देख्नाले ती विभिन्न कारणले गर्दा काठमाडौँमा हाम्रो जनाधार राम्रो हुँदै पनि कयौँ ग्रासरुटमा पुग्न नसकेको त आफ्नो ठाउँमा छँदैछ। तैपनि जनाधार राम्रो हुँदै पनि भोटरले एमालेलाई माया गर्दै पनि त्यो सम्पूर्ण शक्ति एकतिर हुँदाखेरि अलिकति पछाडि परेको हो। भोट हेऱ्यो भने काठमाडौँमा हाम्रो कमजोर छैन, त्यो सिटमा चाहिँ हामी कमजोर देखियौँ। त्यसले गर्दाखेरि अहिले हामीले केन्द्रबाट नै हामी काठमाडौँमा हामी सबैजना खटिया छौँ। अहिले ग्रास रुटको एउटा भिजनसहित लिएर हामी घर दैलोमा गइराखेका छौँ। मुख्य कुरा जिल्ला कमिटीको निर्वाचन हुँदा पनि अलिकति वैध ढङ्गले अथवा व्यवसायिक ढङ्गले अथवा पार्टीको सिस्टममा नभएर पनि जिल्ला कमिटी अलिक अस्तव्यस्त भएको हो कि? होइन, त्यस्तो छैन। जिल्ला कमिटी अस्तव्यस्त भएको छैन। तपाईँको वैध अवैध भन्ने कस्तो त्यसो हुन धेरैले खोजिरहेको थिए, एउटा टिको लाएर टिके सिस्टम गयो, त्यसमा त अर्को पक्षले असन्तुष्टि व्यक्त गर्न सक्छ नि, अनि हुनेलाई पनि म भए जस्तो लाग्दैन, अलिकति कमजोर फिल हुन्छ नि। होइन, त्यो एउटा के हो भने लोकतान्त्रिक परिपाटीमा चुनावमा जानु बेस्ट हो। चुनावभन्दा पनि अझ सर्वसहमत हुन्छ भने झन् बेस्ट हो क्या होइन। चुनावमा गइसकेपछि कोही यता लाग्छन् कोही उता लाग्छन्, त्यसले झन् द्वन्द्व बढाउँछ। अलिकति कोहीमा त्यो हीनता पनि बुझ्छ, त्यत्तिकै टिके पर्दा अथवा त्यत्तिकै गठन गरियो होइन। त्यो छोड्नु भने त तपाईँको चुनावमा देखिया नि कयौँ ठाउँमा तपाईँको काङ्ग्रेसको त्यहाँ अधिवेशन हुँदाखेरि काटाकाट नि भयो अरे तराईको कुन जिल्लामा भन्ने कुरा नै आएको थियो क्या। अब आफ्नै कार्यकर्ता बिच काटाकाट गर्नु त्यो लोकतान्त्रिक परिपाटी हो कि सर्वसहमतले तपाईँहरू हुनुभयो? होइन, त्यो चित्त बुझाएर गरेको छ, सबैजना चित्त बुझाएर गरेको भएर त काठमाडौँमा आज यो जनाधार छ त। तपाईँको सबै पार्टी लाग्दा पनि देशैभरिमा हेर्नुहोस् त काङ्ग्रेस भन्दा जम्मा 10 सिट हाम्रो एमालेको कमजोर छ। सबै पार्टी एकातिर, एमाले त निमिन्याटै पार्टीको नाममा जोडेर अर्थ भएन नि त। मैले जति सिट आयो एमालेको 44 सिट, त्यो चाहिँ प्रशस्त हो, तपाईँले सोचेभन्दा बढी हो सिट होइन? होइन, हामीले अब पार्टीले चाहिँ अलि बढी नै सोचेको थिएँ। मैले चाहिँ त्यतिखेर नै मूल्याङ्कन गरेको थिएँ, तपाईँको 45-50 को हाराहारीमा हामी आउँछौँ भने। अलिकति हाम्रो उग्र भएर 80-90 आउँछ त भन्नुभएको थियो अरू जस्तो होइन, त्यस्तो भनेको थिएन। त्यो चाहिँ आउने सम्भावना थिएन, किनभने सबैजना लागेका थिए। केही मात्रामा जस्तो 7 नम्बर क्षेत्रबाट पनि तपाईँको जुन तरिकाको तालमेल उनीहरूको भयो, त्यसमा गएर काङ्ग्रेसले गठबन्धनलाई पनि धोका दिएर तपाईँको उसलाई स्वतन्त्रलाई सहयोग गर्ने वातावरण बन्यो। त्यस्तो स्थिति हुँदै जाँदाखेरि हामी त गठबन्धनभन्दा त अगाडि नै छौँ, धेरै ठाउँमा गठबन्धनभन्दा अगाडि छौँ। तर काठमाडौँमा जुन काङ्ग्रेसले गठबन्धनलाई नि धोका दिए, एमालेलाई त अब प्रतिपक्ष यसै धोका हुने भइहाल्यो। उनीहरूले स्वतन्त्रलाई सहयोग गरिदिनाले काठमाडौँमा एमालेका सिट जति स्वतन्त्रमा गएको हो, त्यसो गठबन्धनले हामीलाई असर गरेन। अहिलेको यो नयाँ राजनीतिक समीकरण सुरु भयो हिजोदेखि, राष्ट्रपतिको जुन उम्मेदवार बनेपछि
अब काङ्ग्रेस अनि माओवादी अनि कलम पार्टी लगायतका पार्टीहरू एकातिर लागेका छन्। यो एमालेलाई त अत्यन्त दुःख दिनु होला हिजोदेखि, होइन? तपाईँहरूले मूल्याङ्कन कसरी गर्नुभएको छ? एमाले राष्ट्रपक्षको पार्टी हो, राष्ट्रको विषयमा सोचिरहेछ। अब यहाँ तपाईँको राष्ट्रघाटी पार्टी कहिले भने सुनेको छैन मैले, सुन्नु होइन। म प्रमाणित गरिदिन्छु नि त तपाईँलाई। तपाईँको के छ भने 73 सालमा एमालेलाई छोडेर काङ्ग्रेसतिर गठबन्धन गर्न जानुभयो प्रचण्डजी, माओवादी। त्यसपछि 74 सालको स्थानीय चुनावमा तपाईँको काङ्ग्रेससँगै गठबन्धनमा चुनावमा जानुभयो, एमाले सिद्धाउँछौँ भनेर लाग्नुभएको थियो। त्यसपछि एमाले झन् ठुलो पार्टी, स्थानीयमा ठुलो पार्टी भएर आएपछि उहाँले काङ्ग्रेसलाई फेरि लात हान्दिनु भयो, धोका दिएर एमाले काङ्ग्रेसकै देउवाकै सरकारमा बस्ने तर एमालेसँग गठबन्धन गर्न आइपुग्नु सङ्घीय चुनावमा। तपाईँ सुन्दै जानुहोस्। जब अनि सङ्घीय चुनाव भयो त्यसपछि ऊ भयो अनि आफ्नो अहमताले गर्दाखेरि 77 सालबाट फेरि काङ्ग्रेसलाई सपोर्ट गर्न पुगिदिनु भयो, एमालेलाई फेरि लात हान्नु, काङ्ग्रेसलाई सपोर्ट गर्न पुगिदिनु, देउवालाई फेरि प्रधानमन्त्री बनाइदिनु। तपाईँ कति चेन्ज के? त्यसपछि 20 वर्षलाई जान्छ यो गठबन्धन भनेर चुनावमा जानुभएको थियो, स्थानीय चुनाव, सङ्घको चुनाव। त्यो सङ्घको चुनाव सिद्धिँदा साथै तपाईँको 32 सिट लिएर बसेको पार्टीले 89 सिट भएकोलाई 88 सिट भएकोलाई होइन मलाई प्रधानमन्त्री चाहिन्छ भनेर काङ्ग्रेसलाई रातारात छोडिदिएर पुस 10 गते बालुवाटारबाट एकछिन रेस्ट गर्न घर जान्छु भने मान्छे एकैचोटि बालुवाटारबाट उफ्रेर बालकोनमा गएर जुन बारदलीमा पुर्यायौँ भन्थे त्यही बारदलीबाट यसरी हात हल्लाउन थाल्यो। त्यो स्थिति देखिएको थियो। अब त देशलाई सही ट्र्याकमा जान्छ कि अब त सुध्रियो कि उहाँहरू आउनुभयो भन्ने लागेको थियो। 2 महिना भयो फेरि उता जानु। अब त एमालेलाई साह्रै घाटा भयो भन्नुभएको छ नि। एमालेलाई घाटा भने एमालेलाई नाफै भएको छ। किन जुन गठबन्धनले जुन तरिकाको थियो, एमाले सोचे जति सिट नआउँदा साथै एमाले केही पनि नपाउने अवस्थामा थियो। उनीहरूले भनेअनुसार 20 वर्ष जान्छ भनेर त्यसरी अगाडि बढेको भए एमाले एउटा पनि केही नपाउने थियो। अहिले सभामुख त पाछ, केन्द्रको सभामुख छ, प्रदेशहरूमा सभामुख पाछ, उपसभामुख पाछ। त्यसले गर्दाखेरि एमाले गुमेको केही पनि छैन। एउटा के चाहिँ भने राष्ट्रले चाहिँ यो छेपारोले भन्दा बढी रङ फेर्ने प्रवृत्ति चाहिँ प्रष्ट अब चाहिँ मिडियाकर्मी र नेपाली जनताले देखे जस्तो लाग्छ क्या। 2 महिनामा पदको लागि कहिले काङ्ग्रेस च्यापेछ, कहिले एमाले च्यापेछ। अस्ति तपाईँ अहिले माधव नेपाललाई त्यो बालुवाटारबाट हाम फालेर पुस 10 गते हाम फालेर आउँदा माधव नेपाललाई नि वास्ता नगरे होइन प्रधानमन्त्री पाइन्छ भनेर। माधव नेपाल हामीलाई एकचोटि सोध्नु भएन भन्दै हुनुहुन्थ्यो त। पद चाहिएपछि त कोही पनि चाहिँदो रहेनछ नि त। त्यसरी हाम फाल्ने प्रवृत्ति भएपछि त्यसको दोषी फेरि म प्रचण्डजीलाई भन्दिनँ। उहाँको प्रवृत्ति नि त्यसो हो। उहाँले द्वन्द्वकालमा नि कहिले वैद्यलाई कहिले बाबुरामलाई खेलाइ सधैँभरि अध्यक्ष खाइरहनु भएको थियो। उहाँको सोच र उहाँको प्रवृत्ति नै त्यो हो। त्यसले गर्दाखेरि त्यसको दोष म उहाँलाई लगाउँदिनँ। त्यसको दोषी भनेको केपी ओली र शेरबहादुर देउवा, देशको प्रमुख 2टा शक्ति होइन। प्रमुख 2टा शक्ति मिलेर देशलाई निकास दिने कि नदिने। जब राणा हटाउनलाई मिल्ने उनीहरू, राजा हटाउनलाई मिल्ने, ज्ञानेन्द्रलाई हटाउनलाई मिल्ने, 46 को आन्दोलन गर्न मिल्ने। अनि अहिले देश सङ्कटमा परिरहेछ। तपाईँ हेर्नुहोस् बजार कस्तो छ। अहिले टाँट पल्टिने अवस्थामा छ। सबै सहकारी संस्थाहरू भाग्ने अवस्थामा छ, पसलेहरू भाग्ने अवस्थामा छ। पुरै आर्थिक मन्दी लागिसकेको छ। यो अवस्थामा अब पनि चलखेल गरेर 2 महिनामा सरकार चेन्ज गरिराख्ने हो। 7वटा 8वटा पार्टी मिलेर सरकार बनाउनुपर्छ। आफ्नै घरको 2-3 भाइ त मिल्न सके के होइन भने 7वटा 8वटा पार्टीलाई खुसी बनाउन सम्भव छैन। अनि 2 महिनामा 3 महिना खुसी पाएर गरे भने त भइगयो नि। तपाईँ के चिन्ता आएर टाउको दुख्ने आवश्यकै भएन नि। त्यो मिल्यो भने त भइगयो नि। मिल्दै भए त हुन्थ्यो नि। अस्ति एमाले त विरोध गरेकै थिएन, हामी प्रतिपक्षमै बस्छौँ भनेको थियो। अनि नमिलेर किन हाम फालेर यता खतम प्रचण्डलाई किन फेरि एमाले काख च्यापेर बुई बोकेर लगेर प्रधानमन्त्री खाइदेऊ भनेर भन्नु त गलत होइन? होइन, प्रधानमन्त्री खाइदेऊ त्यस्तो खतम मान्छे बुझी एमाले किन च्याप्यो क्या हो। अघि मैले भने नि गलत भनेको एमाले नै गलत देखियो। केपी ओली सत्ताको लागि शेरबहादुर सत्ताको लागि भनेर होइन। उहाँहरूले अब चाहिँदो कुरा बोल्नु है। फेरि दर्शकले होइन, दर्शकले उस्तै रहेछ भन्न सक्छ। होइन, दर्शकले मैले त्यस्तो खतम मान्छेलाई एमाले किन बुई बोक्यो के? अब तपाईँलाई भन्दैछु त एमालेलाई किन बुई बोक्यो, एमाले किन बुई बोक्यो भने बुई बोकेको होइन। जब एमाले देउवालाई पनि प्रचण्डलाई नि प्रस्ताव राखेको थियो प्रधानमन्त्रीको लागि, तपाईँहरू आउनुहोस्, हामी त यसो प्रतिपक्षमा बस्ने पार्टी, आउनुहोस् तपाईँहरूलाई उ गर। देउवाले के चाहनु हो, धारा 3 पुर्याउँछु भनेर 5 बजाउनलाई आलङ टालङ गरिराख्नुभयो पुस 10 गते। प्रचण्ड दौडेर आइपुग्नु।
बालकोटमा गयो भने त प्रचण्डलाई ओली खोज्या कि ओलीले प्रचण्ड खोज्या अब यो कुरा अझै क्लियर भएको छैन म तपाईँलाई अहिले सोध्ने म पनि कन्फ्युज भइरहेको अहिले क्लियर गरिदिन्छु नि प्रचण्डलाई ओलीलाई प्रचण्ड चाहे भए त प्रचण्डको घरमा ओली जानुहुन्थ्यो नि प्रचण्डलाई ओली जाएर त बालुवाटारको बैठक छोडेर एकैचोटि बालकोट पुगेर त्यही बारदलीमा भने होइन त तपाईँहरू मिडियाकर्मी त साथी हुनुहुन्छ बारदलीमा बालुवाटारबाट बारदलीमा पुर्यायौँ भनेको थिएँ अनि त्यही बारदलीमा गएर यसरी हात हल्ला होइन र अनि प्रचण्डलाई ओली चाहियो कि ओलीलाई प्रचण्ड चाहियो रहेछ त्यही ओली नभए प्रचण्डलाई भएन तपाईँ भने अनुसार हो अनि त्यसले गर्दाखेरि उहाँहरू यो संस्कारमा कतै अब कम्युनिस्ट एकता नि हुन्छ कम्युनिस्टहरू वामपन्थीहरू एक मिलेर जाउँ न त एकपल्ट उहाँहरूले गल्ती गरे सधैँभरि गल्ती नगर्लान् कि भन्ने हिसाबले उहाँलाई प्रधानमन्त्री दिया हो ओलीले आफूलाई प्रधानमन्त्री मागे होइन उहाँलाई नै प्रधानमन्त्री देउवालाई नै तपाईँ आउनुहोस् प्रधानमन्त्री बनाउँछौँ हामी सहयोग गर्छौँ भने देउवाले 3मा पुर्याउनलाई खोज्नुभयो तर प्रचण्ड आउनुभयो त्यो अनुसारले बोक्या हो त्यो एकदमै अब सुध्रिनु भयो राम्रो भयो भनेर होइन कि केही हुन्छ कि अब देशको लागि गर्ने भनेर त्यो तरिकाले अब तपाईँको 17,000 को 52 सालमा देउवा र प्रचण्ड मिलिदिएको भए त्यत्रो मान्छेहरू मर्दैन थिए देश पछाडि पर्दैन थियो उहाँहरूको माओवादी र काङ्ग्रेसको त सिद्धान्तै एकदमै फरक हुन्छ विपरीत ध्रुवहरू जोडिएर कहिले देश अगाडि बढ्छ तपाईँ देखिहाल्नु 20-22 वर्षमा देश ठप्पै भयो 20-22 महिनामा देश त ठप्पै थियो उहाँहरूले गरेको काम भने स्थानीय चुनाव र सङ्घको चुनाव त्यो बाहेक अरू केही विकासका काम त ठप्पै थियो त्यो गठबन्धनले विकास गर्दैन भनेर यता आएका हुन् अहिलेका जोशीला रविहरू स्वतन्त्र पार्टीकाहरू राजेन्द्र लिङ्गदेलहरू सबै थिए जो गर्छु भन्ने हुटुटी लिएर आएको थिए तिनीहरूलाई सबैले जोड्दाखेरि विकास हुन्छ कि भन्ने तरिकाले यो गठबन्धन भएको थियो अब 2 महिनामा यसरी नै तपाईँको पल्टी मार्नुहुन्छ भन्ने त कसैले नि कल्पना गर्न सक्दैन नि त भोलि के हुन्छ भनेर कसैले नि कल्पना गर्न सक्दैन यसरी तपाईँको रङ फेरिराख्ने हो भने त राजनीति उ नै भएन नि तपाईँलाई यस्तो होला भन्ने लागेको थिएन होइन यति साह्रो अब त लाजले पनि मुख ढाक्न थालिसक्यो होला के अब त शब्द पनि नरहन आइसक्यो तपाईँको पदको लागि कहिले यता हाम फाल्या छ कहिले यता हाम फाल्या छ त्यो त अति भयो के त्यसले गर्दाखेरि अब थाई सरकार दिने अब निकास दिने हो भने अब काङ्ग्रेस र एमाले मिल्नै पर्छ कि जसरी राजा हटाउनलाई राणा हटाउनलाई मिलेका थिए त्यसरी नै अब काङ्ग्रेस एमाले मिलेर थाई सरकार दिनै पर्छ देशको लागि थाई सरकार जबसम्म थाई सरकार हुँदैन खिचडी सरकारले अहिले तपाईँ 2 महिनामा केही काम भएको छ ठप्पै छ कि केही पनि काम 2 महिना त्यसै जनताको खेरा गइराखेको छ देशको खेरा गइराखेको छ त्यसले गर्दाखेरि देशलाई 5 वर्ष थाई सरकार दिनको लागि अब प्रमुख 2 शक्ति देशको प्रमुख 2 शक्ति मिल्नै पर्ने हुन्छ मिलेर नै अब यो आर्थिक मन्दीलाई निकास दिनुपर्छ देशलाई निकास दिनुपर्छ र देशलाई अगाडि लानुपर्छ भन्छ काङ्ग्रेस र एमाले मिल्ने अनि राष्ट्रपति चुनावमा के गर्ने त अब त्यो त फेरि मिल्ने कुरा राष्ट्रपति उम्मेदवार बनाएका छन् हैन राष्ट्रपतिको चुनावमा काङ्ग्रेस र एमाले मिलेर अब देशलाई निकास दिन सकियो भने त तपाईँको प्रधानमन्त्री देउवाले लिने राष्ट्रपति सुभाष नेवाङलाई दिने उपराष्ट्रपति फेरि काङ्ग्रेसले लिने अथवा राष्ट्रपति काङ्ग्रेसले लिने प्रधानमन्त्री ओलीलाई दिने भने माओवादीले जसरी पाखा लाउनु पर्यो तपाईँले भनेअनुसार माओवादीले पाखा भन्दा नि तपाईँको यसरी खेलिरहने हो नि त अनि देश बन्छ त तपाईँको सधैँभरि तपाईँको खेलाइरहने तेस्रो पार्टीले चौथो पार्टीले तपाईँको देशलाई खेलाइरहने 2टा प्रमुख पार्टीहरूलाई खेलाइरहने 2-2 महिनामा 6-6 महिनामा सरकार चेन्ज गरिरहने हो भने एकवटा न्यू बनाउने सरकार चेन्ज गरिरहने हो नि त अनि देशले निकास तपाईँ पत्रकार हामी जनतालाई त देशले निकास पाओस् भन्ने सोच हो नि त यो देश समृद्ध होस् तपाईँले पत्रकारिता गरिरहँदाखेरि यो देशको समृद्ध देशको पत्रकार भनेर छाती फुलाएर गर्व गर्ने कि दिनदिनै आर्थिक मन्दीले गाँजेको देशको पत्रकार भनेर गर्व गर्ने त्यो अवस्था आउँछ नि त तपाईँ भनेर काङ्ग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ माओवादीलाई चाहिँदैन पाखा लाउनुपर्छ भन्ने कुरा होइन माओवादीहरू उनीहरू आएर मिलेर बस्छन् भने बस्छन् जस्तो देउवालाई अहिले ओलीले प्रधानमन्त्री अफर गरेर सुभाष नेवाङलाई राष्ट्रपति बनायो भने उपराष्ट्रपति काङ्ग्रेसलाई नै दिएर त्यसपछि सरकारमै जान नि पर्दैन देउवा प्रधानमन्त्री बन्ने राष्ट्रपतिमा नेवाङलाई सहयोग गरेर काङ्ग्रेस र एमाले मिलाइ जिताउने अनि त्यसपछि उपराष्ट्रपतिमा काङ्ग्रेसलाई सहयोग गर्ने माओवादीलाई केही न केही माओवादीलाई त उसैले खेलाइरहेछ त फेरि उसैलाई बोक्ने हो नि त अनि फेरि काङ्ग्रेस र एमाले मिल्नुको के अर्थ त अहिले जसरी काङ्ग्रेस र एमाले 73 देखि अहिले बिचमा हेर्नु न कतिचोटि खेलाइराखेका छन् एउटा नैतिकता हुन्छ नि कसो गठबन्धन गर्ने हो त विदेशमा हेर्नु त इन्डियामा एनडीएमा खासै हुँदैन कसैको पनि छैन भने नि हुन्छ हैन इन्डियातिर हेर्नु त सामान्य मान्छे एउटा गठबन्धन
तर होइन राजनीतिमा नि यति छोटो त भएन सबै उस्तै भयो नि त फेरि। कम्तीमा नि 5 वर्ष त गठबन्धन टिकोस् न। यहाँ त 2-2 महिनामा गठबन्धन चेन्ज गर्ने पदको लागि त्यो पनि कुनै गठबन्धन हुन्छ? तपाईँलाई आफैलाई त्यो सुन्दा पनि लाज लाग्छ कि। म त पचाइसकेँ। लाजले सबै घटना अब मुख छोप्न पचाइसकेँ, धेरै कुरा देखिसक्यो। थालिसक्यो। त्यसले गर्दाखेरि यो तरिकाले अबको बाटो भनेको एउटा सहज भनेको काङ्ग्रेस र एमाले मिलेर सरकार बनाउने, राष्ट्रपतिमा त्यही ढङ्गले सेटिङ मिलाउने। अझ म त के भन्छु नि, काङ्ग्रेसलाई अब देउवा प्रधानमन्त्री हुन्छन् भने अझ साँच्चीकै देशको निकास खोज्ने हो भने देउवा प्रधानमन्त्री बन्यो भने देउवालाई पूर्ण कार्यकाल छोडिदिने, राष्ट्रपतिमा लिँदा एमाले समर्थन दिने, विश्वास मत दिने, तर बाहिरै बस्ने होइन। ओलीलाई प्रधानमन्त्रीमा गरेर राष्ट्रपति काङ्ग्रेसले लिन्छ भने ओलीलाई पूर्ण काम गर्न दिने, देउवालाई या ओलीलाई आफ्नो कार्यकाल पूर्ण काम गर्न दिने क्या। भने चाहिँ अब रामचन्द्र पौडेल राष्ट्रपति बनाएर काङ्ग्रेसै प्रधानमन्त्री भएर पनि एमालेसँग मिलेर जान्छ, मिल्छ मिल्दैन? त्यो गर्दा त राष्ट्रपति पनि पदै चाहियो नि त फेरि। यहाँ पद बाहिर बसेर पनि सरकार समर्थन गरेर गर्न सकियो नि फेरि। होइन त्यो पनि गर्न चाहिन्छ। त्यो गर्नलाई त तपाईँको देउवालाई प्रधानमन्त्री पनि राष्ट्रपति रामचन्द्र पौडेल होइन काङ्ग्रेसले समर्थन गर्ने होइन, त्यो पनि गर्न चाहिन्छ। तर त्यो गर्दाखेरि एमाले दुईटै प्रमुख पदमा उसलाई सहयोग गरेर सहमुख छ त, त्यो पनि प्रमुख पदै हो त। सहयोग गरेर भोलि कार्यकर्तालाई एमालेका नेताले नि त चित्त बुझाउनु पर्यो नि त। पदको कुरा चित्त बुझाउने के? पदको कुरा नि त पावर सेयरिङ त हुनु पर्यो नि। दुईटा पार्टी मिलेपछि त पावर सेयरिङमा त कुरा मिलाउनु पर्यो। तपाईँले भने जस्तो नहुने होइन, देउवालाई प्रधानमन्त्री रामचन्द्रलाई राष्ट्रपति गर्दा नि नहुने होइन। तर जुन तरिकाको पावर सेयरिङमा दुईटै पद प्रमुख पद उहाँहरूलाई नै दिएर त्यो त तालमेलै भएन नि त। तालमेल भने त प्रधानमन्त्री एउटा पार्टीले, राष्ट्रपति एउटा पार्टीले लिँदाखेरि अरू साना पार्टीहरूलाई खुसी बनाउने, मेरो मेन उद्देश्य के हो भने साना पार्टीहरूलाई बारम्बार खुसी बनाउने, साना पार्टीको सानो सानो किचकिचमा अल्झिरहन पर्दैन क्या सरकार। त्यो भएपछि विकासको लागि अगाडि बढ्छ। तपाईँको अहिले नै 2 महिना गठबन्धनमा हेर्नुहोस्, पहिला भोट दिए 169ले होइन, समर्थन गरे, भोट दिँदाखेरि 2 जना बाहेक सबैले भोट दिए। अनि पछि बिस्तारै तपाईँको हेर्दै जानुहोस्, उहाँ रेशम चौधरीलाई छोडेन भनेर उताड बाहिर हुने, अर्कोलाई दिएन भनेर अर्को बाहिर हुने। यो गर्दाखेरि के भने 7-8 दललाई प्रत्येकलाई खुसी बनाउँदै समय त्यसै जान्छ क्या। 2 महिना अहिले जसरी गयो नि 5 वर्ष नि त्यसरी जान्छ क्या। यो धेरै पार्टी भएपछि धेरैलाई खुसी बनाउँदा उसलाई यो चित्त बुझ्दैन, उसलाई यो चित्त बुझ्दैन। दाजुभाइमा एउटालाई सर्ट ल्याइदिए, अर्कोलाई टी सर्ट किन ल्याइदिए भने जस्तै तपाईँको यो गर्दै अनि समय जान्छ त हामी पछाडि परिरहन्छौँ क्या। त्यसको लागि निकासको लागि नि काङ्ग्रेस एमाले अबले एकचोटि फेरि एकता यो सहमति गरेर अगाडि बढ्नै पर्छ। जसरी 62-63मा गरे, जसरी 46मा गरे होइन, जसरी 7 सालमा गरे, त्यसरी नै अहिले पनि एकचोटि देश निकासको लागि यिनीहरू सहमतिमा जानै पर्छ भन्ने। पार्टीका नेताले के हाम्रो राष्ट्रपतिले जित्ने सम्भावना छ भनिरहेछन् कि तपाईँले गाउँघरतिर सन्देश के भन्नु भएको छ? होइन, तपाईँको अहिले यसो हेर्दाखेरि तपाईँको पहिलो राष्ट्रपति तराई मुलका भए रामवरण यादव, दोस्रो राष्ट्रपति महिलाबाट भए विद्यादेवी भण्डारी, अब तेस्रो राष्ट्रपतिको पालो छ जनजातिबाट सुभाष नेवार। जातजातिको कुरा के चित्त बुझ्दैन? किन चाहियो क्या जातजाति? होइन तपाईँको जनजाति किन चाहियो? तपाईँ ढकाल बाबु हो, म बराल बाबु हो। होइन किन चाहिँदैन भन्दाखेरि नि कुनै पनि जातजातिले पूर्ण बाइपास गरेर आजसम्म हेर्नु न सत्तामा बस्ने त को बाइपास कहाँ गरेका छन्? चुनावमा एमालेका उम्मेदवार नेमाङलाई इलाम 2 मा जितायो त, बाइपास गरेर त लिम्बूको छोरोमा भोटै हाल्दै हुन्थ्यो नि। होइन त्यहाँका लिम्बूहरूले हाले नि। भन्न मिल्दैन कुरा नि, खालि भाग खोज्ने क्या। जातको नाममा भाग खोज्नु त अलिक अप्ठ्यारो हुँदै। जातको नाममा भाग खोजेको होइन, जातको नाममा उहाँहरूलाई पनि उपल्लो तहमा जाँदाखेरि तपाईँ मरिचमान श्रेष्ठले चलाएको प्रधानमन्त्रीत्व काल कति राम्रो थियो। तपाईँ कमसेकम उनीहरूलाई पनि अवसर दिउँ न। सधैँभरि प्रधानमन्त्री पौडेल बाहुन हुँदा के फरक पर्छ त? सधैँभरि प्रधानमन्त्री, राष्ट्रपति, सभामुख जे चाहिन्छ सबै क्षेत्री बाहुनले मात्रै लाई चाहिने। कहिले काहीँ बाहिर पनि जाओस्, जितेर आउनु पर्यो नि त। त्यही जितेर आउनु पर्यो। क्षेत्रीको पार्टी खोलेर 2 ल्यायो भने त त्यही भएर त अहिले उम्मेदवार हुनुहुन्छ त। अब जिताउने त उहाँ लिम्बू पार्टी खोलेर लिम्बू पार्टीले बहुमत ल्यायो भने त प्रधानमन्त्री लिम्बू हुने कसले भन्छ र? त्यस्तो हुँदैन नि। हामी क्षेत्री बाहुनलाई सबै क्षेत्री बाहुनले मात्रै भोट दिया हुँदैन नि। क्षेत्री बाहुनलाई पनि तपाईँको सबै जातले त्यसो हो भने त तपाईँले जातीय कोटा, महिला कोटा यो हटाउनु पर्यो नि।
त्यही पनि गलत सिस्टम हो मेरो बुझाइमा हैन चाहिँ। राष्ट्रले त ती कोटाहरू सहयोगी मान्छे पनि आउँछ नि त्यसमा राखेका छन्। तपाईँको हेर्नुहोस् दलित भनेर त्यो पनि गलत जबरजस्ती हो। खोजी राख्नुपर्ने हुन्छ हो। यो भनेको के हो भने उहाँहरूलाई नै मूलधारमा अलिकति सक्षम बनाऊ। पहिला के थिए भने यो पछाडि परेको टाठा बाटा होइन क्षेत्रीय बाहुन मात्रै राज्यमा हालिमुहाली गरिराखेको, पढ्नमा हालिमुहाली गरेको, उहाँहरू चाहिँ अलिकति युद्धहरूमा मात्रै उहाँहरूलाई प्रयोग गर्ने यो भएको भएर उहाँहरू पछाडि परे कि भन्ने हिसाबले अहिले त्यो ल्याएको हो क्या। अहिले जात भनेर त्यो द्वन्द्व मचाउनलाई ल्याएको होइन कि उहाँहरूलाई पनि मूलधारमा ल्याएर उहाँहरूलाई नि सक्षम बनाउने, उहाँहरू नि अरूसँग प्रतिस्पर्धा गर्न सक्ने। महिलामा पनि पहिला महिलालाई त घरबाट निस्किन दिँदैन थिए, अहिले महिला भएको चाहिँ होइन महिलालाई नि पुरुष समान प्रतिस्पर्धा गर्न सक्ने बनाउनको लागि हो कि त्यो भएको। केही समयपछि यो सबै हट्छ क्या। जब उहाँहरू नि सबैजना सक्षम भएर अगाडि आउँदै गएपछि बराबर प्रतिस्पर्धामा जाने नै हो देश पछिको अवस्था। यदि कुनै कारणले एमाले राष्ट्रपति हारो भने तपाईँ जस्तो युवा जो पार्टीमा लागेर काम गर्नुभएको छ सरकार टाँसिरहनु पर्छ भन्ने कि छोड्दै हुन्छ भन्ने हो त। अब के गर्दा ठिक होला? अब एमालेको सिद्धान्त यदि हारो भने जितो भने त सकिएको। तपाईँको के छ भने अब एमाले चाहिँ 25 गतेसम्म चाहिँ सरकारमा छोड्दैन। किनभने अहिले प्रधानमन्त्रीले ल तपाईँहरू सरकार छोड्नुहोस् अब गठबन्धन टुट्यो नि भनिसक्नु भएको छैन। आफै बुझ्नुपर्ने नै थियो भन्नुपर्छ सबै कुराहरू। होइन तपाईँको हामी काङ्ग्रेसमा मिल्यौँ तिमीहरू अब सक्यौ कमजोर भयो भन्दा त होइन कमजोर होइन तपाईँको जबसम्म यो चुनाव हुँदैन तबसम्म यो गोप्य मतदान हो न। एमालेकै उम्मेदवारलाई भोट हाल्यो किनभने पुस 10 गते त मौखिक सहमति त भएको थियो प्रधानमन्त्री माओवादीलाई। त्यही त प्रधानमन्त्री माओवादीलाई राष्ट्रपति एमालेलाई भनेर त मौखिक सहमति त भएको हो। त्यो सहमति कतै फेरि सहमति मान्दैन, मौखिक सहमति कहाँ पुग्यो? 25 गतेसम्म त एमालेले कुर्नै पर्यो। कतै गोप्य मतदान हो, माओवादीको बुद्धि सप्रिन्छ कि भन्ने कुरा। क्रस भोट आउन नि सक्छ, काङ्ग्रेसबाट नि आउन सक्छ, तपाईँको माओवादीबाट नि आउन सक्छ। त्यो अवस्थामा अहिले हामीले राष्ट्रपतिको चुनाव भइराखेको छ, सरकारलाई अप्ठ्यारो बनाएर छट्ट जाने पक्षमा छैन। जब सरकार छोड्दा प्रचण्डले अप्ठ्यारो महसुस गर्छ नि त, एमाले मलाई असहयोग गर भन्छ नि त, भन्दैन होला? होइन सरकार छोड्दा भन्छ नि झन्। होइन सरकार छोड्दाखेरि उहाँले के भन्नुहुन्छ उहाँको कुरा हो। प्रचण्डले अप्ठ्यारो महसुस हुन्छ जस्तो लाग्दैन मलाई एमाले छोड्यो भने। प्रचण्डले के महसुस गर्छन् म प्रचण्डको पक्षमा कुरा गर्ने पक्षमा छैन। उहाँले यति राजनीतिलाई खेलाइसक्नु भने त्यसले गर्दाखेरि अब एमाले सरकार फिर्ता हुँदाखेरि हुँदै त भन्न मन लाग्यो भन्नु हो क्या मैले। अब तपाईँको यो गठबन्धन कायम रह्यो, यो गठबन्धन अहिले जुन उहाँहरूले बनाउनु भएको छ 8 दलीय गठबन्धन त्यो कायम रह्यो, त्यो अनुसारको रामचन्द्र पौडेललाई जिताउन सफल हुनुभयो भने तपाईँको एमाले गए उहाँहरूलाई दसैँ नै आउँछ, राम्रै हुन्छ होइन। होइन तपाईँको भोलि सुभाष नेवाङले जित्नुभयो भने त तपाईँ उहाँहरूलाई त झन् घाटा हुन्छ। त्यसपछि परिस्थिति के हुन सक्छ? त्यसपछिको परिस्थिति भनेको अब सुभाष नेवाङलाई तपाईँको काङ्ग्रेसले भोट हाल्छ भने काङ्ग्रेसको शेरबहादुर देउवा प्रधानमन्त्री हुन्छन्। त्यसपछिको परिस्थिति काङ्ग्रेसले अझै सहयोग गर्छ भन्ने आश छ है एमालेलाई। ठुलो हो नि त्यो त सोच्नु पनि हो। अब साँच्चीकै तपाईँले भने जस्तो काङ्ग्रेसले अझ आश छ भन्यो भने काङ्ग्रेस यो देशको प्रमुख पार्टी हो कि होइन के, जनताको पार्टी हो कि होइन? अब देशलाई निकास दिने कि सधैँभरि पदको लागि यता र यता बल खेलाइ मात्रै रहने? गोल हान्नु परेन, देशलाई एउटा निकासमा लानु परेन? अहिलेको अवस्थाले नै यसरी नै 2 महिना 3 महिना 6 महिना चेन्ज भइराख्ने हो भने अनि तपाईँको देश कहाँ पुग्छ? अब शेरबहादुर देउवाले राष्ट्रपति खान अस्वीकार गर्नु, उहाँलाई 7 चोटि प्रधानमन्त्री बन्नु छ, 78-80 वर्षको भइसक्नु भयो। 7 चोटि प्रधानमन्त्री कहिले बन्नुहुन्छ? अब 2 चोटि प्रधानमन्त्री बन्नु भएन भने त्यसको लागि पनि अब प्रधानमन्त्री नै बनेर लास्ट मर्ने नै बेलामा लास्टमा देशलाई केही गरेर जाने मौका छ क्या शेरबहादुर देउवालाई। त्यसको लागि अब साना पार्टीहरू जोडजाम गरेर उहाँले केही गर्न सक्नुहुन्न। सबैलाई खुसी बनाउँदा समय जान्छ। देउवाले केही गरेर लास्टमा होइन शेरबहादुर देउवा राम्रै नेता थिए भन्ने बनाउने हो भने अब एमालेसँग मिलेर एमालेलाई राष्ट्रपति दिएर देउवाले प्रधानमन्त्री चलाउनुपर्छ। रामचन्द्र पौडेल चाहिँ के गर्ने? अब रामचन्द्र पौडेलले वरिष्ठ नेता भएर बस्नुहुन्छ, मन्त्रीमण्डलमा जानुहुन्छ, मन्त्री बनाएर पठाउने हो। त्यो गर्न सकिन्छ। त्यो भयो भने तपाईँको देशले नि निकास पाउँछ। जस्तै हामी अब मुख्य नेताहरूको के गर्दा देशको लागि राम्रो हुन्छ? शेरबहादुर देउवाले आफूलाई राम्रो बनाउन के गर्नु पर्यो अरे अहिले? शेरबहादुर देउवाले प्रधानमन्त्री खाएर तपाईँको राष्ट्रपतिमा एमाले जिताउन सहयोग गर्ने
प्रधानमन्त्री खाने प्रधानमन्त्री पनि तपाईँको यो खिचडी पार्टीहरू लिएर होइन के, एमालेसँग मिलेर एमालेसँग प्रमुख त्यो भएपछि के हो भने खिचातानी हुँदैन के, एमाले काङ्ग्रेस मिल्नु पुगिहाल्छ। त्यसो गरेर देशको लागि निकास दिन अनि राम्रो हुन्छ। राम्रो। अनि देउवालाई देउवालाई त्यो गर्दा साथै देउवाले आफ्नो तरिकाले सरकार चलाउनु पाउनुहुन्छ है। अनि आफ्नो नीति अनुसार आफ्नो अनुसार सरकार चलाउन पाएपछि केही काम होला नि त। देउवाले गर्ने एउटा बाटो त्यो भयो। ल अब ओलीले के गर्दा साँच्चै ओली नेता हो भन्ने हुन्छ अनि जनताले भन्ने बाटो आलोचना गर्ने ठाउँ रहँदैन, के गर्नुपर्छ यो बेलामा? यो बेलामा ओलीले गर्ने भनेको अब देउवासँग उहाँहरूले वार्ता सुरु गरिहाल्नुपर्छ होइन देशलाई। म चाहिँ के भन्छु भने अब कसले राष्ट्रपति पाउने कसले प्रधानमन्त्री पाउने भन्दा नि काङ्ग्रेस र एमालेमा घनीभूत छलफल हुनुपर्छ। अब युवा नेताहरू पनि सधैँ युवा भन्ने कि पार्टीलाई अलिकति दबाब दिने, अब देशलाई निकास दिनको लागि घनीभूत उहाँहरूले छलफल गरेर काङ्ग्रेस र एमाले मिल्नु पर्यो, देशलाई निकास दिनु पर्यो, कसरी गर्न सकिन्छ भनेर उहाँहरूले छलफल चलाउनु पर्यो क्या। बस अबको यो 25 गते अगाडि नै यो छलफल चलाएर सधैँभरि यो त तपाईँको काङ्ग्रेसलाई नि खेलाखेलै चाहिँ एमालेलाई नि खेलाखेलै चाहिँ, अनि त्यसपछि बदनाम चाहिँ काङ्ग्रेस र एमाले भइराखेका छन् जनताको बिचमा होइन। प्रमुख पार्टी उनीहरू नै हुन्, प्रमुख पार्टी उनीहरू भएपछि उनीहरू नै बदनाम भइराखेका छन्। प्रमुख पार्टी मिलेर गइदिएको भए, देश निकास गरिदिएको भए भन्ने त जनतामा भइहाल्छ। त्यसकै परिणाम हो नि त रवि लामिछानेहरू अहिले जन्मेका। किनभने यस्ता पार्टीहरूले त्यो खेलाखेलै गरिराखे, खेलाउँदै तपाईँको उनीहरूको इसारामा नचल्दा सरकार ढालिदिने, अर्कोपल्टि फालिदिइहाल्ने। अनि त्यो भएपछि त देशले विकासको समय नै पाएन। नपाउँदा साथै तपाईँको पार्टीहरूपट्टि एमाले काङ्ग्रेसप्रति नि जनताको वितृष्णा जागेको कारण त्यो वितृष्णा जागिराखेको जनताप्रति पार्टी भन्यो कि घृणा गर्ने जुन प्रवृत्ति अहिले विकास हुँदै गएको छ त्यसलाई अन्त गर्नलाई पनि अब काङ्ग्रेसका पनि एमालेका नि युवा नेताहरू सबै नेताहरू मिलेर काङ्ग्रेस र एमाले मिलेर यो देशलाई परेको आर्थिक मन्दी, देशलाई परेको सङ्कट यो 5 वर्ष चाहिँ निकास दिएर दुईजना मिलेर सरकारमा एकजना बस्ने एकजना बाहिरै बसेर समर्थन गरेर भए पनि मजाले देशलाई निकास दिनुपर्छ भन्ने पक्षमा म। तपाईँले भनिहाल्नुभयो राष्ट्रिय स्वतन्त्र पार्टीको यो उदय भयो नि, यो चाहिँ काङ्ग्रेस एमाले माओवादी खत्तम भएर हो कि जनताले नबुझेर भोट हाले हुन् त? अब यस्तो छ, तपाईँको मिडिया व्हिप एउटा हो, अर्को तपाईँको अघि मैले भनिहालेँ काङ्ग्रेस र एमाले प्रति जुन तरिकाले यो तेस्रो चौथो पार्टीले खेलाउने खेल भयो 53 सालदेखि नै। तपाईँको 53 सालमा त्यही नै भयो, अहिले पनि त्यही नै भएको छ। बारम्बार तेस्रो चौथो पार्टीले खेलाइरहने, भुमरीमा हालिरहने, तैँले मैले भने अनुसार चल्दैनस् भने सरकार हालिदिन्छु भन्ने, अर्कोतिर हाम फाल्ने। यो खेलमा जब जनता आक्रान्त भए, युवा शक्ति एकदमै विदेश तपाईँको एयरपोर्ट जानुहोस् खचाखच मान्छे छन् क्या विदेश जाने मान्छे, यी सबै देख्दाखेरि जनता पनि के वितृष्णा जागे। त्यो वितृष्णा जागेको जनतालाई मिडियाले युट्युबरहरूले जुन हाइलाइट गर्दै जाँदाखेरि अलिकति काङ्ग्रेस एमाले भएको माओवादीबाट जनताहरू वितृष्णा जागेर यो उदय भएको। त्यो उदय भएको पार्टीलाई अब फेरि यी पार्टीहरूबाट अब बिस्तारै राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि मान्छे वितृष्णा जाग्दै ऊ पनि त्यस्तै रहेछ, पदको लागि नै मरिहत्या गर्ने रहेछन् भनेर अलिकति सन्देश गइसक्यो। किनभने पद जाँदा पनि फेरि गृहमन्त्री नै चाहियो भन्न थालेपछि त्यो सन्देश गइसक्यो। त्यो सन्देश ब्रेक गर्नको लागि नै काङ्ग्रेस एमाले मिल्नुपर्छ होइन। काङ्ग्रेस एमाले मिलेर देशलाई निकास दिनुपर्छ, त्यसको विकल्पै छैन। अब देशले सही बाटो लिने हो, साँच्चीकै काङ्ग्रेस एमाले यो देशको शक्ति बन्ने हो, साँच्चीकै यो देशको अहिलेसम्मको आन्दोलनको नायक यी पार्टीहरू हुन्। यी पार्टीहरूले नै देशलाई यहाँसम्म हामीले राणा ढाल्यौँ, राजा ढाल्यौँ होइन, विभिन्न बखान गर्ने हो भने यी मिलेर अब देशलाई फेरि निकास दिने बेला भएको छ। देश जर्जर तपाईँ बाहिर हेर्दा तपाईँहरूले यो मिडियाको चलाउँदा बाहिर हेर्दाखेरि यो एकदमै लडिरहेछन्, भइरहेछ, यता गठबन्धन नभए उता गएर भइरहेको छ, के भएको छ र भन्ने जस्तो लाग्छ। तर बजार हेर्नुहोस्, देश हेर्नुहोस्, पुरै टाँट पल्टिसकेको छ, देश जर्जर अवस्थामा पुगिसकेको छ। यो अवस्थाले अगाडि बढ्ने, अब पनि सरकार ढुलमुल मात्रै भइराख्ने हो भने देश झन्झन गति तल जान्छ। त्यसले गर्दाखेरि न तपाईँको पत्रकारिता सुरक्षित रहन्छ, न हाम्रो भविष्य सुरक्षित रहन्छ, न नेपाली जनता युवा कुनै पनि नेपालमा बस्ने अहिले धेरै नेपालीलाई सोध्नुहोस् छैन। मैले राष्ट्रिय स्वतन्त्र पार्टीको भोलिको भविष्य अर्को चुनावसम्म चाहिँ के देख्नुभयो तपाईँले? अब यसो टिप्पणी हेर्दा हुन्छ नि, अब तपाईँको राष्ट्रिय स्वतन्त्र पार्टीको आउने भविष्य उहाँहरूको आफ्नो चाल अनुसारको हुन्छ। उहाँहरूले कसरी देश र जनताको पक्षमा काम गर्नुहुन्छ। अहिले उहाँहरूलाई जुन जनमत थियो, सरकारमा जाने जनमतै थिएन
राष्ट्रिय स्वतन्त्र पार्टी होस्, तपाईँको राप्रपा, यिनीहरूलाई सरकारमा जाने संसदमा गएर जनता पक्षमा बोलेर जनताको पक्षमा बोल्ने जनमत थियो। उहाँहरू सरकारमा जानुभयो, टाँसिनुभयो। जुन तरिकाले त्यो सबै जनताले गाली गर्थे काङ्ग्रेस, एमाले, माओवादीलाई, प्रमुख नेताले जे गरे त्यही नै हुने रहेछ भन्ने थियो। अहिले पछिल्लो अवस्थामा रवि लामिछानेको जब अदालतको फैसला त सबले मान्नुपर्छ, अदालतले उ गरेपछि पनि रवि लामिछाने नै सभापति चाहिने, रवि लामिछानेलाई नै फेरि गृहमन्त्री र उप प्रधानमन्त्री चाहिने भइसकेपछि आखिर यी अरू पार्टी र उनीहरूमा के फरक रहेछ त भन्ने सन्देश चाहिँ बाहिर गछ। त्यो सन्देश मेट्नको लागि अब जनताको पक्षमा काम गर्नुपर्छ उहाँहरूले। किनभने राष्ट्रिय स्वतन्त्र पार्टी पनि एउटा युवाहरूको साह्रै मनको ढुकढुकी भएर माथि आउनुभयो। त्यो युवाहरूको मन मर्न नदिउन् भन्ने मेरो। हामीले ओली र देउवालाई के गरे जनतालाई पत्ता भन्ने कुराकानी गऱ्यौँ। अब प्रचण्डले के गर्नुपर्छ साँच्चै हाम्रो नेता हो भनेर जनताले बुझ्न महसुस गर्न पाउने गरी चाहिँ? अब प्रचण्डले के गर्नुपर्छ भने जुन तरिकाले पुस 10 गते सहमति भएको थियो त्यो अनुसारको 2.5 वर्ष उहाँले सरकार चलाउनुपर्छ। एमालेको राष्ट्रपतिलाई सहयोग गरेर 2.5 वर्ष सरकार चलाउने, त्यो अनुसारले तपाईँको जुन सहमति अनुसार अगाडि बढ्ने, ओलीले उहाँहरूलाई सहयोग गर्ने, समर्थन गर्ने। राष्ट्रिय स्वतन्त्र पार्टीको लाई जुन गृहमन्त्री दिएको थियो, रवि लामिछाने नभए नि अर्को व्यक्ति पठाऊ भनेर, त्यो अनुसारले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै सरकारमा मान्नु भएन। बाहिरको गृहमन्त्री खुसियो, त्यति बेला पाउने थिए त्यसरी। किनभने त्यो व्यक्तिवादी पार्टी हुन्छ नि त, फेरि उहाँले म बाहेक अरू चाहिँ गृहमन्त्रीको योग्य नै छैन भने हाम्रो पार्टीमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले हामी सबैसँग 101 योग्यता भएको साथीहरू छन्, विद्वान साथीहरू छन् भन्नुभएको थियो। त्यसो भयो भने त रवि नहुँदा अर्को पनि त गृहमन्त्री चलाउन सक्लान् नि त, अर्को व्यक्ति पठाएर। यसरी यो गठबन्धन जुन पुस 10 गतेको जुन सम्झौता थियो त्यसलाई निरन्तरता दियो भने प्रचण्डको भविष्य राम्रो छ होइन। अब उहाँले सधैँभरि मेरो चाहिँ द्वन्द्वकालदेखि यो खेलाउने कहिले बाबुराम र वैद्य खेलाएँ, अहिले काङ्ग्रेस र एमाले खेलाइरहन्छु, यसैमा मेरो भविष्य छ, म सधैँ हिरो बन्छु, यतालाई डर देखाउँछु यता जान्छु, यतालाई डर देखाउँछु उता जान्छु भनिराख्ने हो भने राजनीतिमा दिन प्रतिदिन खस्कँदो अवस्थामा आउँदै अहिले 32 सिटमा आइसक्नुभयो। 74 मा 53 थिए हुनुहुन्थ्यो, अहिले 32 मा आउनुभयो, झन्झन घट्दो अवस्थामा छ। त्यसले गर्दाखेरि राजनीति भविष्य राम्रो हुँदैन। उहाँले पद त पाउनु होला, 3 चोटि 4 चोटि प्रधानमन्त्री बन्नु होला, तर राजनीति भविष्य चाहिँ उहाँलाई जनताले चाहिँ राम्रो नजरले हेर्दैनन् होला। सीमित व्यक्तिले उहाँहरूलाई जसले राम्रो मानिराखेका छन्, यो गर्दा पनि राम्रै भएको छ, के भएको छ र देश हामीले हालिमुहाली गर्न पाइरहेछौँ भन्ने व्यक्ति सीमित होलान्। नत्र भने चाहिँ यो तरिकाको प्रवृत्ति मैले भने नि पार्टीमै लागेका साथीहरूले नै अब त्यो मन खोलेर भन्नुपर्छ। मैले भने ओलीले अब मन गर्नुपर्छ क्या, सधैँभरि यो खेल्यो भने अब शेरबहादुर देउवालाई सोझै प्रस्ताव हान्नुपर्छ क्या, प्रस्ताव गरेर यो देश निकासको लागि उहाँहरू अगाडि बढ्नुपर्छ क्या। हुन्छ, तपाईँ भनेपछि पार्टी अघि बढ्नु, नेताहरूको पनि बुद्धि पलाओस्, केही बिग्रेको छ भने हाम्रो शुभकामना। तपाईँको समय र विचारको लागि विशेष धन्यवाद। अन्त्यमा यो टेलिभिजनबाट हाम्रा सम्पूर्ण दर्शकलाई, तपाईँका शुभचिन्तकलाई केही भन्नु सन्देश छ कि यसरी गरेर जाउँ भन्ने हुन्छ नि? यो टेलिभिजनले मलाई अवसर दिएकोमा तपाईँहरूलाई विशेष धन्यवाद, उनका टेलिभिजनलाई। र अबको राजनीतिमा हामी जनता, हामी कार्यकर्ता जो जति छौँ, नेता पङ्क्ति छौँ, यो चाहिँ हामी पार्टीभन्दा माथि उठौँ। पार्टी नै सबै थोक होइन, देश रह्यो भने बल्ल पार्टी सुरु हुने हो। त्यसले गर्दाखेरि पार्टीको लागि भन्दा नि पार्टीका आफ्ना नेताहरूले के गलत गरिरहन्, के हुँदाखेरि चाहिँ अब देशले सही निकास पाउँथ्यो, त्योतिर हामीले पहल गरौँ र प्रत्येक पार्टीमा त्यो अनुसारको भजन मण्डली नबनिकन आफ्नो पार्टीमा त्यो अनुसारको कुरा राख्ने आँट गरौँ र परिवर्तन गर्ने आँट गरौँ। हाम्रै पालामा यो देश परिवर्तन गर्नुपर्छ भन्ने सोच बनाऊ। किनभने विश्वको कुनै पनि देश परिवर्तन गर्दा कोही न कोही मान्छे अगाडि बढाएका छन्। तपाईँ हामी अगाडि बढौँ न, युवा जनशक्ति अगाडि बढौँ, यो देशलाई परिवर्तन गर्नलाई सधैँ झोली नबनाउँ भन्दै बिदामा हस्त नआउँछ। दर्शकवृन्द, आजको कार्यक्रममा हामीसँग नेकपा एमालेका युवा नेता बिपी ढकाल हुनुहुन्थ्यो। उहाँसँग हामीले खास गरी अबको पार्टीको राजनीति के हुन्छ, देशमा सुख शान्ति कहिले होला, दलका नेताहरूले के गरेका होलान् लगायतका विभिन्न विषयमा कुराकानी गऱ्यौँ। आजको कार्यक्रम आजले यति नै। कार्यक्रम सञ्चालक म गङ्गा बराल सहित हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।